यहाँहरू सबैमा नमस्कार। आज म यहाँहरूसम्म अर्किड यानि सुनाखरी सम्बन्धी एउटा भिडियो बनाउँदैछु। अर्किड हजारौँ थरीका पाइन्छ। यो गोल्डन पिकक क्याटलिया अर्किड हो। आज यसको विस्तारका लागि म एउटाबाट दुईवटा बोट बनाइ सार्दैछु। भन्दा बिस्तारै एउटाबाट बिस्तारै हाँगालाई असर नगरिकन छुट्याउने र यसको लागि मिडियम साइजको पाइन बार्क, त्यसपछि चारकोल, हामी त्यसलाई गोल पनि भन्छौँ, र मसिनो पाइन बार्क 3 थरी बराबरी रूपमा मिसाउने। त्यसपछि बिस्तारै गमलामा गरेर बिरुवाको जरालाई असर नपर्ने गरी बिस्तारै भर्दै जाने। अनि अर्किडको लागि विशेष गरी यस्तो किसिमको पाल भएको गमलाहरू राम्रो हुने गर्छ, जसले तपाईको हावाहरू प्रसादित भई जराहरूमा पोषणको तत्त्व पुर्याउने गर्दछ र पानी पनि नजम्दाखेरि तपाईको जराहरू कुहिने सम्भावना एकदमै कम हुन्छ र बिरुवाहरू राम्रोसँग फस्टाउँछ। विशेष गरी क्याटलियाहरूलाई यो खालको गमला एकदम राम्रो हुन्छ। त्यसले गर्दाखेरि हाइब्रिड अर्किडहरूको लागि यस्तो खालको पट सबैभन्दा राम्रो हुने गर्दछ। यहाँहरूलाई म यसरी नै यस्तो खालको चाहिँ गमला प्रयोग गर्न हुन अनुरोध गर्दछु। धन्यवाद।